साथीहरु तपाईलाई मैले देखाउँछु भने छु एउटा रेस्ट एरिया यो हन्ट्सभिल र टेक्सास राज्यभित्र पर्दछ। यो एउटा सिटीमा रहेको र बाटोमा रहेको रेस्ट एरिया के कस्तो छन् भन्ने त्यो तपाईलाई त्यो रेस्ट एरियाभित्र रहेको कुरोहरू अथवा केही राम्रा कुराहरू देखाउन चाहन्छु र रेस्ट एरियाको फ्लोरहरू कति सफा छन् भन्ने कुरो यो रेस्ट एरियाभित्र प्रवेश गर्ने बित्तिकै यस्तो छ है। अब यो प्रवेश गर्ने बित्तिकै आर्ट्स यसरी राखिएको छ, यसलाई सजाएर सट्टै एउटा टिभी राखिएको छ है। टिभीमा यो हन्ट्सभिल अथवा टेक्सासमा भएको इतिहासको बारेमा यहाँ बसेर यहाँ बसेर चाहिँ मजाले बसेर चाहिँ टिभी हेर्न सकिन्छ। अनि फ्लोर हेर्नुहोस् है, कति मजाको मार्बलको के हो है, फ्लोर चाहिँ यस्तो सफा छ। यस्तो टिभी राखेको छ र रेस्टहरू त जाने छ, यता पनि छ होइन। अब तपाईँलाई म देखाउन चाहन्छु कि यो हेर्नुहोस् यस्तो मजाको छ। यो टेक्सासको म्याप है, अमेरिकाको सबैभन्दा दोस्रो ठुलो राज्य स्टेट टेक्सास। र यो टेक्सासभित्र के कस्तो इतिहासहरू छ भने म छोटकारीमा भन्न चाहन्छु। अनि यहाँ नोटिस देख्नु भयो नि, द राइज एन्ड द फल्स अफ द टेक्सास प्रिजन रोडियो भनेपछि यो प्रिजनभित्र चाहिँ एउटा नै ठुलो गोरु हुन्छ अथवा बलियो गोरु, त्यो गोरुमाथि चढेर केही एउटा त्यो गोरुसँग चढ्दाखेरि चाहिँ लड्दाखेरि चाहिँ झर्नु भएन है। त्यो एउटा खेल छ, त्यो चाहिँ है मनी विनर होइन, बिग मनी विनर अथवा धेरै पैसा त्यहाँ जित्न सकिन्छ। यदि त्यो गोरुको सिङमा राखेको चिजमा अथवा माथि नै अडिएर बस्यो भने यो खेल चाहिँ अति नै ठुल्ठुला मान्छेहरूले पनि हेर्ने गर्छ। र यसलाई चाहिँ सालैपछि ठुल्ठुलो स्टेडियममा लगेर खेल खेलाइने प्रिजन होइन जेलभित्र खेलाउने खेल थियो। तर यो यसरी खेलाउने जुन यो स्टेडियम चाहिँ भत्काएपछि फेरि रिप्लेस गर्न सक्यो होइन, भत्काएपछि। अब फेरि तपाईँलाई छुटकारी फेरि देखाउँछु द वाल्स होइन। पहिले यहाँ ठुल्ठुला विद्वानहरूले यसरी सङ्ग्रहालय बनाइरहेको छ है। अनि तपाईँलाई म परबाट जान चाहन्छु एउटा रेस्ट एरियालाई चाहिँ कसरी चाहिँ मेन्टेन गरेको छ र रेस्ट एरिया अब जसरी हरेक मान्छेहरू घुम्न आउँछन्। अब म तपाईँलाई डुइङ टाइम होइन हन्ट्सभिल भेली लार्जेस्ट इम्प्लोय भन्नुको मतलब द टेक्सास डिपार्टमेन्ट अफ द क्रिमिनल जस्टिसले चाहिँ के गर्यो भन्नाले जति पनि जेलमा भएका व्यक्तिहरू है यसलाई चाहिँ होइन हजारौँ होइन कन्भिक्ट भएका होइन बदमासी पटाइ व्यक्तिहरूलाई चाहिँ जेलमा रहेको मान्छेहरू त्यतिकै भात खुवाउँदै राख्नुभन्दा